हेलो मेरो युट्युब साथीहरु, गुड मर्निङ, नमस्ते। सबैलाई तपाईहरुको नयाँ ब्लगमा आजकल तपाईहरु सुन्छन् हुन्छ भन्ने म बस्न सुन्छनै छु। सो गाइस, अब स्टार्ट गर्दैछु म। तपाईहरु हेर्दै हुनुहुन्छ ब्लग म हो जितेन। मेरो कान्छोहरू पनि उठिसकेको छ आज। ठीक है, उहाँहरु टोपी लगाएको छ अरे। अनि तपाईले आउनु पर्छ। दबाई नखाने अनि पिंक वाला नहीं आज फेरि पानी पर्दैछ। यहाँ मेरो बुवा चाहिँ पानीमा भिजेको हुनुहुन्छ भन्दाखेरि लाग्दैन। नुहाउनु पहिले गएर खोलामा जानु। आज फेरि पानी परेर यस्तो छ बच्चा भन्दा आगर भइसक्नु भयो। मेरो नास्ता खाने बेला भइसक्यो। नास्ता खाने छु भात। मेरो नास्ता खाने बेला भयो। नास्ता खाँदैछु म। खानामा छ भात, बैगनको तरकारी, यता अलिकति नानीलाई पास्ता हालेको छ, त्यो पनि हालेको छु। यता खोर्सानी छ, यता सुँगुरको मासु छ अलिकति। साथीहरु, आज पानी धमिलो छ। आज भएर काम सकेपछि जाने खोला माछा मार्नलाई। सक्नुहुन्छ पुरै पहेँलो भइसकेछ पानी, धमिलो न धमिलो। यस्तैमा खान्छ हाम्रो टेङ्ग्रा माछा। आज छिटो माल प्याक गरेर बजार घुम्नुपर्छ। आज पानी परेर ठन्डा ठन्डा छ मौसम पनि। के भयो रे? खाइस नास्ता? अनि लोगा लगाउनु पर्दैन स्कुल जानलाई? उल्टा भर्ती चल्दैछ, माल पाक्ने बेला भइसक्यो। साथीहरु, भर्खरमा घर आइपुगे। सेकेन्ड राउन्ड सकेर अहिले गएर सक्नुहुन्छ 2:30 बज्यो। म छिटो खाना खान्छु। नानी जानुपर्छ। त्यसपछि नानी लिएर आएर जान्छु माछा मार्न। साथीहरु, म भर्खर आएँ नानी लिएर। अब सुत्नु कि माछा मार्न जाउँ। माछा मार्न जाउँ भने बन्दी बनाउनु पर्छ। अर्को बर्थडे उठ्नु मेरो बुढीले मगाइदिएको छ फिसिङ रड। हेर्नु गाइस, म तपाईँ के हेराको चकलेट खोकी लागेको नानीलाई रातभरि। यस्तो यस्तो खायो भने खोकी लाग्दैन। घरि आइसक्रिम खाउँछ, घरि चकलेट। आइसक्रिम नखाउनु भनेको फेरि यति चकलेट थुपार्ने। नखानु त भनेको मैले, अब खान्छ भने म के गर्नु त? हान्नु हान्नु भयो भने म पनि त हान्छु। बोल्नु हुँदैन। तपाईँ चाहिँ के तपाईँ धेरै कम लाग्नु। जाने नजानु माछा न? नजाने। मलाई के भनेको जानु नजानु। तपाईँ गयो भारी बोकेर। रक्सी खान धेरै शौक लाग्छ तँभन्दा। कतिको आमा बुवालाई, कतिको होइन मेरै आमा बुवालाई घरमा बसिराख्नु पाए हुन्थ्यो जस्तो लाग्छ होला। हाम्रो आमा बुवालाई घरमा बसे पनि बस्दैन। म पानी खान गएको। तातो पानी खा, खोकी लागिरहेछ। मम्मी तातो पानी दिए हुँदैन उता त। अदुवा नदिने। पानीसँग अदुवा दिनु। हर्दै दिनु नि त, अदुवा नदिनु। अस्ति
त हर्दी खा नि त अदुवा नखा अदुवा हर्दी भनेको के हो पहेँलो त्यो भनेको पहेँलो कलर दादालाई पनि चाहिन्थ्यो नि हो एउटा मात्रै जम्मा 20 रुपियाँको त 4टा दिएको थियो अनि दुईटा एउटा खाएले कफेला निन्द्रा पनि लागिरहेछ साथीहरू के गर्नु माछा मारेपछि जान मन लागेको निन्द्रा पनि लागिरहेछ मेरो बुढीले माछा मार्न सजिलो हुन्छ भनेर मगाइरहेको छ साथीहरू यो फिसिङ रड हेरे के हो यो यहाँ कति लामो छ 10 फिटको अरे यो अब यो भयो भने बन्ची परसम्म जान्छ अब यसरी माछा मार्ने हो खेल न हो यो सो गाइज साथीहरू म बन्ची बनाउँछु जाउँ कि नजाउँ सुकुम कि निन्द्रा पनि लाग्दैछ बुढीलाई सोध्छु के गरौँ नि जाउँ कि नजाउँ त्यही जे भन्छ त्यही गर्छु ल आफूलाई जानु पनि मन लाग्यो सुत्नु पनि मन लागेछ मलाई भन्छ निन्द्रा पनि लाग्दैछ साथीहरू अब सुत्छौँ कि फेरि गयो भने फेरि भ्लग बनाउन पाउँदैन आजको न साथीहरू मेरो डिसिजन भयो आज म सुत्छु बरु सुत्छु नै पानी पनि सफा भनेको सफा धमिलो भनेको सफा भइसकेको छ बिहान त धमिलो थियो सफै छ साथीहरू भर्खरमा सुतेर उठे अब मेरो भएर जाने बेला पनि हुँदैछ अहिले घडी सक्नुहुन्छ 5:06 बज्यो म एकछिन यताउता गर्छु बजारतिर जान्छु बुढी पनि कता गइछ यहाँ भाइको चल्लाहरू पुरा रमाउँदैछ त चाहिँ के गर्न आएको नचला छोड्दै छोड्दै भन्छु मम्मी कता गयो मम्मी खै कता गयो ल दबाई पर्दैन होला तँलाई दबाई पर्दैन होला अब यहाँ बुवा पैसा रगेर बसिराख्नु भएको छ कतिखेर जान्छ र मलाई दिन्छ दारू खाने पैसा भनेर उहाँ हेरेर बसिराख्नु भएको छ अहिले घडी हेर्नु सक्नुहुन्छ 6:10 भयो हेर्नु जाँदा पिर लागेको छ पिर्सिर भन्ने कुरा दिमागमा पिर्सिर भन्ने कुरा भइरहेको छ टेन्सन दिनु हुँदैन साथीहरू टेन्सन दिने हो क्या जति टेन्सन गर त्यति आँखालाई असर गर्ने त्यही भएर म त बिन्दास छु साथीहरू जिन्दगीमा टेन्सन भन्ने चिज मलाई थाहा छैन लेने का नहीं देने का एक बार अपने संभालने से भाई हाँ कति दियो पैसा खै कति छ मेरो पैसा निकाल भनेर हेर्दैछु भर्खर ट्युसनबाट मोबाइल लिएर बसिहाल्यो पढ्न सक्नु छैन स्कुलमा दिँदैन म तेरो मोबाइलै फुटाइदिन्छु म थाम नरहेका बाँस नबजेकी बाँसुरी भन्छ नि त्यही बाह्र तँलाई पनि गर्नुपर्छ एउटा टुकटुके मोबाइल ल्याइदिन्छु सानो खालको बुढीलाई अनि हेरेर गर्छ मोबाइल अब त 9 क्लासमा पुगेर राम्रोसँग पढाइमा ध्यान दिनु छैन सम्झाउँदा पनि लाग्दैन यस्तो छ अब आफूलाई बुझ्नु पर्ने होइन साथीहरू तपाईँ आफै भन्नु त
हामीले पनि सरकारी स्कुलबाट एसएलसी पास गरेको 2060 सालमा। अहिले 2084 भइसक्यो। एसएलसी दिएको नि कति वर्ष भइसक्यो हामीले। फेरि पर टिभी लगाइदिनु पर्ने तेरिका जाने बेलामा के हेर्ने भ्लग हेर्ने र साथीहरू बुवालाई टिभी लगाइदिनु पर्यो। मेरो खानामा छ दाल भात सुँगुरको मासु खाएर आउँछु भ्लगमा फेरि। सो साथीहरू आजको लागि यो भिडियो यति नै। भिडियो मन पराउनु लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। च्यानलमा नयाँ आउनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला। भेट्नु नेक्स्ट भिडियोमा। गुड बाई, सी यू, बाई।